हेलो दर्शन अनि गुड मर्निङ सबैमा म पूर्ण तामाङ है मेरो पनि हामी यतिखेर कता जाँदैछ अरे हामी आज यसो जंगलतिर घुमघाम हैन स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा है स्वागत छ भिडियोमा म त्यहाँ हाँसी हेर्न आएको हाम्रो यो नयाँ भ्लग हो नि आज हामी नरेला खाना जाँदैछौँ के रुखमा चढ्ने चाहिँ यो मैते भाइ हो है अब कस्तो हुन्छ हाम्रो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला बोर्डको छेउमा पुग्न त कति 15 मिनेट लाग्ला है हजुर लाग्छ होला 10-15 मिनेट लाग्छ टाढा छ नि यहाँ तपाईँको कपाल त यार राजेश हमालभन्दा कम थियो त यार होइन यस्तरी ओ चाहिँ नगरम हैन खतरा छ नि कपाल त यार हो ल हजुरलाई धेरै धेरै धन्यवाद अब नेपाल गएर बुढीले कपाल काट्नु बुढो भन्यो भने काट्ने नकाट्ने त है मेरो उसमा लाग्छ होइन भन्दैन होला हजुर यदि भनिहाले त पनि म मनाउन सक्छु नि त बुढीलाई होइन प्यारे होइन यो मेरो एउटा सोख हो होइन हजुर हजुर अनि बाबु तिम्रो त बुढी छैन अब कसले के गर्दैन अनि बाबु अब गर्लफ्रेन्ड भन्नु न अब अर्का जस्तै हो होइन बाजेको नि इन्टरभ्यू लिउँ तपाईँ बारी तपाईँले हाम्रो अगाडिको दादा के छ खबर ठिक छ नि ठिक छ नि है दामी छ कि हाम्रो रमाइलो त नरेखा जाने हो त बाजे रमेश सर म त हल्का मोटा जस्तो लाग्छ त यार हजुर सर अब मोटाको मोटाएको हो भनौँ न होइन हजुर हल्का हल्का मोटाउनु भएको छ नेपाल गएर यार के एउटा झ्याप्पा एउटा कुन गीत गाइदिउँ भन्नुहोस् त सानो सानो घर छ हाम्रो रुद्रपुरको गाउँमा गरे बाबु भन्दै मलाई बोलाउँछन् त्यो गाउँमा नामले पाको कामले पाको काने दाइको छोरो ए नला माया नखाऊ कसम मनै मेरो साइले ए साइले मसँग मैले छोको आहा यार कस्तो दामी गीत यार हल्का रमाइलो ताली बजा ताली ताली ल चाले पनि यस्तो त साथीहरू होइन मलेसिया बसाए पनि लगभग 3 वर्ष भइसक्यो है खेल खेलमा कहिले जाने भन्नु त म दसैँतिर जान्छ होला सर ए दसैँमा हजुर सोच त्यही छ अब चन्दले बोसले के गर्छ भने हो त्यो त ठिकै छ अनि छुट्टी जानुहुन्छ कि फिनिस जानुहुन्छ अब नाम त छुट्टी हो त्यो गएर अब हेरौँ के हुन्छ विचार के हुन्छ के गर्छ अब बस्नु पर्यो भने बाहिर बसेर मात्र त भएन गरे त्यो पनि सही कहाँको गर्लफ्रेन्ड ए जता जता तपाईँ बोकाएर चाहिँ मान्छे यार जतासुकै बनाइदिने नि जता जतै छन् भन्दाखेरि त होइन तपाईँको जन्म कता कता कार्तिकमा भएको तिम्रो गाउँको तरुणीको नम्बर देऊ र अनि कस्तो हुँदो रहेछ म कुरा गर्छु नम्बरमा भर युवराज भन्ने 5000 त्यो युवराज भन्ने व्यक्तिले होइन अब दाइ हो कि भाइ म चिन्दिनँ अनि मैले फेसबुक कुरा गरे भए हो तपाईँको गाउँको तरुणीहरू मिलाइदियो भन्दाखेरि त उसले 1 लाख 2 लाख माग्छ के हो तपाईँहरूको कुरा के हो भाइ म सोच्छु कि लिबर्टी बेचबिखनको यी थोबाट यसको 1 लाख माग्ने 1 लाख लगाएर बेच्नु त ओइ इन्डियामा है यही यसको थोबाट मागरी अन्त हेर्छ भयो भाइ देख्ने मेरो फोटो पनि देख्ने गरी एउटा फोटो खिचौँला अनि मलाई त पुरा सर्व गर्दा ल यहाँ बस्छ त माकुरी यहाँ बुइमा बुया चस्मा हाजेर चस्मा
माकुरी अनि तिमीलाई चाहिँ के साथीहरूलाई धौ भएर होइन कार्यक्रम चलिरहेको यहाँ तल माइक म डराउन खोज्छ यार यसले यार खालिदिनु मलाई सर खालिदिनु मलाई हजुर यस्तो बोकालाई कहाँ पर्छ आयो हावा सक्नु बडो मालिक लडाउँछ यार सर कति किलो हौ ल लडाउँछलाई चस्मा सरलाई सुहाइने कि क्या हो कति किलो हो म 70 केजी होला 70 त सक्दिन होला ओइ जाटो ओइ लगाइ पूर्ण सर कतिको मजा आइरहेको ओइ बाल मिलेन ओइ ओइ माकुरी पूर्ण सर कतिको मजा आइरहेको मजा आउने यार लडाउँछ यसले यार माकुरी चोरले ओइ भयो भने माकुरी भयो कसो जलाने माकुरी झारीले ल्याएर जलाउने घारीले ल्याएर जलाउनु यार सम्झी फेरि एक्सर्साइज कहाँ यार फेरि हो बाटो बन्ने हो फेरि एकचोटि नहीं सम्झी यहाँ कुरो यस्तो कुरो नि यार ल्याउ न माकुरी आइसक्यो त अब बनाउँदै कस्तो यार यो बाटो बनाउनु आइसक्यो त माकुरी कहाँ हो बाटो बिस्तारै बिस्तारै भइहाल्छ नि भाइ किन आँटेको मलाई त ओइ अहिले पानी छैन यार छैन खोइ हल्का भलिबल जस्तो खुर्र हाल्दिन्न हे बस्ने कि उता यतै हो उतै बस्छौँ ल ऊ त्यहाँ तल हेर्नु न त्यहाँ हेर्नु यस्तो जङ्गल बिचमा है माकुरी यार है तर जस चराचुरुङ्गीमा पानी खान सजिलो हुन्छ झार्न सबै झार्न सबै जारा सबै ऊ त्यो मुनिको छोटो थिएन ठुलो झुप्पो नै माझेले गरेन चिने यार सम्झे यार गर्लफ्रेन्डको सबैलाई कहाँ यतै नेपालको के मलेसियामा नि मलेसिया गर्लफ्रेन्ड एउटा इन्डोनेसिया रहेछ इन्डोनेसिया छोड यार माकुरी इन्डोनेसिया सरले अलिअलि हान्नुहुन्छ कि क्या हो ए ल्याङ्ग्वेज हाने तिनीहरूले पानी ल धर्म पानी छ नि आमा यहाँ रमेश सर नरिवल खोज्दैछ कि ओइ रमेश शाबास गुड बोय उता गहन क्या टिप्ने हो कस्तो थकै लाग्यो एउटा नरिवल बढी दिउँला यार तिमीलाई फाइनल गाइज हाम्रो हिबा सरले होइन टक्कर उठ्यो बोर्डबाट नरिवल पनि धाइसक्यो भाइ यस्तो छ कुटुङ रमेश सर थकै लागेन एउटा मेरो होइन सरको यो ल काटेमा झापालाई खाम काटो भाइ बाले यो चाहिँ मेरो है गाह्रो छ है खाना हो आकुरी खुवाने हान्छ कि उल्टो गर्नुपर्छ क्या अनि चाँडै पर्छ कि सरले त उतिखेर गराउनु हो त उल्टो गर्नुपर्छ क्या साह्रो भएर सिधै हाल्नु ल अलिकति परिहाल्यो है हो उल्टो गर्नु क्या उल्टो गराउनु उल्टो सरले ट्याक्क लाएर होइन खानुभयो
ठिक छ नि होइन रोप्न पनि हेर हाम्रो अर्को सरले गराउँदै हुन्छ आइहाल्यो है त्यसमा त वाउ ल तपाईँले नुहाइ गरे ठिक छ गाह्रो छ गाह्रो छ यार पहिले यो एकछिन पुरानो छ यो खाम्दै है एउटा लिउ यसो ठुलो गरौँ है कुदी खानुपर्छ भित्रको सरले जान्नुभएको रहेछ पहिला यस्तो तालिम गर्नुभएको सर म त राङ्गा ढालु हिँड्ने मान्छे पहिला त आयो अब यसलाई फेरि बोतल छ बोतल छ यसो भयो पसिना पसिनामा आमा मकैबारी दरम होइन अब हामी चाहिँ यो के अरे सम्झि नोयल बोर्ड लगाम लगाएर अब पानी वाला एक खतरा पानी छ सबमा पानी खायो रमेश एउटा काट्नु काटौँ हात लाग्ला अनि पानी वाला मलाई दियो ट्याक्क काटेर नकाटिएन अब देखाउ न गप्पा खिच दिउ न एउटा रुम लगाएर भले खाने यो बुढै हैन माथिको चिपको झोपा खिच काटेर भोलि खानल त ऊ बोतलले यहाँ गर बत्तल हाने नि बोतलमा हालेर बाटोमा हालिदियो फाइनल गाइज अब हामी अन्तिममा आयो होइन हजुर अब हामी एकछिनपछि त होइन आज बस्छ होइन ए खानु खायो नरिवललाई अब केटाहरू अब भोलि रुममा खाने भनेर ट्याक्क पारेर बोतलतिर नै भराएछ क्या केटा अब जानुपर्छ है एकछिनमा ल है एकछिनमा जानुपर्छ ल यार यो हलेर पोखे त्यहाँ यार छिटो गराउ न यहाँ आउँदा पुग्छ कसरी भयो गाइज आज चाहिँ जङ्गलको भरबाट एकदम मजाले गर्ने हो है यस्तै छ फाइनल्ली गाइज हामी जङ्गलबाट बाहिर निस्किसक्यौँ